प्रिय मित्रहरू सबैजनालाई नेपाली बाइबल स्टडीमा पुनः स्वागत छ। हामीहरूले उत्पत्तिको किताब आज 21 अध्यायभन्दा अगाडि हामी सिक्न गइरहेका छौँ। योभन्दा अघिल्लो पाठमा उत्पत्ति 21 अध्यायको केही भागहरू हामीले सिकेका छौँ, जहाँबाट अब्रामले हागार र इस्माएललाई घरबाट निकालिदिएका र उनीहरू उजार स्थानमा गएर हराएका र त्यही कतै बस्ती बनाएर तिनीहरू पछि उनका सन्तानहरू अरबियन जाति बनेको घटनाहरू हामीले हेरेका थियौँ। आज उत्पत्ति 22 अध्यायको 1 देखि 20 पदसम्म रहेको घटना र वचनलाई हामी सिक्नेछौँ। यस पाठमा विशेष गरेर परमेश्वरले विश्वासलाई अत्यन्त गहिरो रूपले परीक्षा गर्नुहुन्छ भन्ने कुरा सिक्नेछौँ। त्यो परीक्षा परमेश्वरले अब्रामलाई आफ्नो प्रिय पुत्र आफ्नो छोरा इसाकलाई बलिदान चढाउनु भनेर आज्ञा दिएको घटना हामीले हेर्नेछौँ। अब्रामले कुनै प्रश्न नगरिकन परमेश्वरको आज्ञालाई पालन गरी आफ्नो छोरालाई बलि गर्न तयार भएको घटना हामी हेर्नेछौँ। विशेष गरेर यस पाठबाट परमेश्वरले हाम्रो विश्वासको पनि जाँच गर्नुहुन्छ र उहाँको आदेशहरू मान्नेहरूलाई हरेक परिस्थितिको समस्यामा पनि उहाँले मार्ग खोलेर दिनुहुन्छ भन्ने कुरा हामीले बुझ्नेछौँ। परमेश्वरको इच्छा हुन्छ कि उहाँमा विश्वास गर्नेहरूलाई आफ्नो कामद्वारा उहाँप्रतिको प्रेम प्रमाणित गरेर देखाउनुपर्छ भन्ने कुरा परमेश्वरको इच्छा हुन्छ। हामीले देख्छौँ सुरुमा परमेश्वरले आदम र हव्वालाई पनि एउटा परीक्षा दिनुभएको थियो। उहाँले बगैँचामा एउटा रुख रोप्नु भएको थियो, जुन असल र खराबको ज्ञान दिने रुखको फल, जसलाई नखानु भन्ने आज्ञा दिनुभयो। तर वास्तवमा मानव जातिको लागि आफ्नो परमेश्वरप्रति उहाँको प्रेमको चिन्ह त्यही आज्ञाकारिताबाट नै प्रमाणित गर्नुपर्छ भन्ने कुराको शिक्षा हामीले सिक्न सक्छौँ। आउनुहोस् हामी अब अब्रामको जीवनबाट सिक्ने घटना हामी सिक्नेछौँ। परमेश्वरको आवाज सुनेर अब्राम आज्ञा पालन गर्ने मानिस थिए र परमेश्वरले बोलाउँदा उनले आफ्नो देश र परिवार छोडेर पनि आफ्नो घरबाट उनीहरू निस्केर परमेश्वरले जाऊ भनेको ठाउँतिर उनी हिँडेका व्यक्ति थिए। उनले परमेश्वरको आज्ञा अनुसार हागार र इस्माएललाई पनि घरबाट बाहिर निकालिदिनु भनेर भन्ने बित्तिकै आफूलाई नचाहँदै पनि हागार र इस्माएललाई घरबाट निकालेका थिए। परमेश्वरको आज्ञाहरू कठिन भए पनि सधैँ नै अब्रामले आज्ञाकारी रहेर परमेश्वरको आज्ञा पालन गरेको कुरा हामी देख्नेछौँ, हामी हेर्छौँ। जब अब्राम र साराबाट बल्ल बल्ल जन्मिएको एउटा छोरा इसाक जन्मिएको हुन्छ र अब्रामले उनलाई परमेश्वरको प्रतिज्ञाको उपहार स्वरूप ठानेर धेरै माया गरेर राखेका हुन्छन्। अब्रामले थाहा पाएका हुन्छन् कि इसाकद्वारा नै ठुलो जाति उत्पन्न गर्नुहुने आफ्नो बाचा परमेश्वरले पुरा गर्नुहुनेछ। त्यसैले उनले सधैँ आशा इसाकमाथि नै राखेर उनलाई धेरै माया गर्ने गर्थिन्। इसाक ठुलो हुँदै जाँदा अब्रामले उनलाई परमेश्वरको बारेमा सिकाएका हुन्छन्, जस्तो कि कसरी बलिदान चढाउने, कसरी परमेश्वरको आराधना गर्ने जस्ता कुराहरू इसाकले अब्रामबाट राम्ररी सिकेका हुन्छन्। एक दिन परमेश्वरले अब्रामलाई ठुलो परीक्षा गर्नुभयो। उहाँले भन्नुभयो, तिम्रो प्रिय छोरा इसाकलाई लिएर मोरिया देशमा जाऊ, मैले देखाएको ठाउँमा उसलाई बलि चढाऊ। अब्रामले त्यसको कारण पनि बुझेको थिएन, तर उनले परमेश्वरमाथि विश्वास गरेको भएर उनले केवल आज्ञा पालन गर्नु पर्छ भन्ने कुरामा उनी तयार भएका हुन्छन्। अर्को दिन बिहान उनले 2 जना नोकर र इसाकलाई लिएर मोरिया पहाडतिर आफ्नो यात्रा सुरु गर्छन्। उनीहरूले बलिको लागि दाउरा, आगो र छुरी पनि बोकेका हुन्छन्। 3 दिनको लामो यात्रापछि उनीहरू परमेश्वरले देखाउनु भएको ठाउँतिर मोरिया पहाडको नजिकै पुग्दछन्। अब्रामले नोकरलाई तल छोडेर आफू र इसाकसँग पहाडतिर माथि अगाडि बढ्दै जान्छन्। इसाकले दाउरा बोकेका थिए र अब्रामले आफ्नो हातमा आगो र छुरी बोकेका थिए। बाटोमा जाँदै गर्दा इसाकले आफ्नो बुबा अब्रामलाई सोध्छन्, बुबा, हामीसित दाउरा र आगो पनि छ, तर बलिका लागि भेडा कहाँ छ त? अब्रामले उत्तर दिए, परमेश्वर आफैले व्यवस्था गर्नुहुन्छ छोरा,
त्यो स्थानमा पुगेपछि अब्रामले बेदी बनाएर बेदीमाथि दाउरा राख्छन् अनि इस्माइललाई बाँधेर त्यस बेदीमाथि राख्छन्। जब उनले छुरा उठाएर इसाकलाई बलि गर्न लागेका थिए, आकाशबाट एउटा बानी आयो कि हे अब्राम, हे अब्राम, हे अब्राम। स्वर्गदूतले भने, बालकमाथि आफ्नो हात नउठाऊ, त्यसलाई केही हानि नगर, किनभने अब मैले थाहा पाएँ कि तिमी परमेश्वरलाई आफ्नो छोराभन्दा बढी प्रेम गर्ने रहेछौ। त्यसपछि अब्रामले नजिकैको झाडीमा एउटा भेडा अड्किरहेको देखे र उनले त्यो भेडालाई लिएर इसाकको सट्टामा बलि चढाए। फेरि स्वर्गदूतले भने, तिमीले मेरो लागि आफ्नो प्रिय छोरा पनि बलि गर्न नरोकेकोमा म तिमीलाई आशीर्वाद दिन्छु। तिम्रा सन्तानहरू आकाशका ताराहरू झैँ र समुद्रको बालुवा जस्तै हुनेछन् र तिम्रा सन्तानहरूद्वारा पृथ्वीका सबै जातिहरूले आशिष पाउनेछन्, किनकि तिमीले मेरो आज्ञा मानेका छौ। अनि अब्रामले त्यस ठाउँको नाम यहोवा यिरे राखे, जसको अर्थ हुन्छ परमप्रभु व्यवस्था गर्नुहुन्छ र जुटाउनेवाला हुनुहुन्छ। त्यसपछि अब्राम र इसाक खुसी हुँदै पहाडबाट फर्किएर नोकरहरूसँग भेट हुन आए अनि उनीहरू हिँडेर बेर्सेबा भन्ने ठाउँमा फर्केर आउँछन् र त्यहाँ अब्राम धेरै वर्षसम्म पाल तागेर बसोबास गरिरहेका हुन्छन्। यस पाठबाट हामीले सिक्नुपर्ने महत्त्वपूर्ण शिक्षाहरू बुढागत रूपमा ध्यानसँग सुन्नुहोला। परमेश्वरले विश्वासको परीक्षा गर्नुहुन्छ। परमेश्वरले जसरी अब्रामको परीक्षा दिनुभयो, हामी हरेक नयाँ करारका विश्वासीहरूलाई पनि हाम्रो विश्वासलाई परमेश्वरले जाँच गर्नुहुन्छ भन्ने कुरा हामीले बुझ्न सकौँ। नम्बर 2, प्रेममा पूर्ण आज्ञाकारिता देखिन्छ। यदि साँच्चीकै हामी परमेश्वरलाई प्रेम गर्छौँ भने उहाँको आज्ञा पालन गर्नमा पनि हामी तयार रहनेछौँ, जस्तो अब्राहमले आज्ञाकारी भएर परमेश्वरलाई प्रेम गरेको कुरा प्रमाणित गरेर देखाएका थिए। नम्बर 3, परमेश्वरले आवश्यकताको व्यवस्था गर्नुहुन्छ। हाम्रो जुनसुकै खाँचो र अवस्थामा पनि परमेश्वरले त्यो जान्नुहुन्छ, तर उहाँले आफ्नो समयमा त्यो कुराको व्यवस्थापन गरेर दिनुहुन्छ। त्यसैले हामी विश्वासीहरू हाम्रो गति कमी र खाँचोहरूमा हामी धैर्यता राखेर परमेश्वरमा आफ्नो आशा राखिरह्यौँ भने उहाँले हाम्रो व्यवस्था परमेश्वरले गरिदिनुहुनेछ, जस्तो अब्राहमलाई बलिको निम्ति भेडाको व्यवस्था गरिदिनु भएको थियो। नम्बर 4, परमेश्वरभन्दा ठुलो अरू केही पनि कुरालाई मान्नु हुँदैन। अब्राहमले आफ्नो प्रिय पुत्रलाई समेत परमेश्वरभन्दा माथि कहिले पनि राखेनन् र विश्वासीहरूले पनि परमेश्वरलाई पहिलो स्थान, पहिलो प्रेम दिनुपर्छ भन्ने कुरा हामी सबैले सिक्न जरुरी छ। नम्बर 5, इसाक येशू ख्रीष्टको प्रतीक थिए। पछि परमेश्वरले आफ्नो पुत्र येशूलाई त्यसरी नै हाम्रो लागि बलिदानको रूपमा पठाउनु भएको हो र उहाँमा विश्वासद्वारा नै हामी धर्मी ठहरिन सकेका हौँ। आउनुहोस् हामी यस पाठबाट सिकेका कुराहरूको निम्ति प्रार्थना गरेर आशिष माग्नेछौँ। हे सर्वशक्तिमान परमेश्वर, आज म तपाईको सामु नम्र भएर आउँदछु, जसरी अब्राहम तपाईको सामु नम्र बनेका थिए। हे परमप्रभु परमेश्वर, मलाई अब्राहम जस्तै विश्वास दिनुहोस्, जस्तो कठिन समयमा पनि तपाईमा विश्वास राख्न सकौँ र तपाईको अनुग्रहमा बाँच्न सिकौँ। मलाई सिकाउनुहोस् कि म तपाईको आज्ञा तुरुन्त पालन गर्ने बन्न सकौँ र मेरो जीवनमा तपाईलाई पहिलो स्थान राखेर म चल्न सकौँ। हे परमेश्वर, जब मेरो विश्वासको परीक्षा हुन्छ, मलाई कमजोर हुन नदिनुहोस्। तपाईमा भरोसा राखेर मलाई त्यस विश्वासमा विजयी हुनको निम्ति मलाई शक्ति, बल र तागत दिनुहोस्। मलाई सम्झाउनुहोस् कि तपाईको व्यवस्था यानि कि तपाईको वचनद्वारा मेरो गति कमी र खाँचोहरूमा तपाईँ आफ्नो समयमा जुटाइदिनुहोस्। तपाईले मेरो जीवनको हरेक अवस्थामा र हरेक आवश्यकतामा तपाईले मलाई सहायता गर्नुभएको होस्। म मेरो जीवन तपाईमा समर्पण गर्दै तपाईलाई प्रेम गर्नेछु र तपाईको भरोसा राख्नेछु भन्दै यो सम्पूर्ण कुराको लागि तपाईमा आशिष माग्दै बिन्ती प्रार्थना एकमात्र उद्धारकर्ता प्रभु येशू ख्रीष्टको नाममा माग्दछु।